साथीहरू हातमा सिप भए हाम्रै गाउँघरमा पाइने बाँसबाट विभिन्न किसिमका सामग्रीहरू बनाउन सक्छौँ। त्यो हामी सबैलाई थाहा छ। त्यसैले गर्दाखेरि हामीले सिप सिक्न सक्छौँ। युट्युबबाट हाम्रो यस्तो भिडियो हेरेर सिपहरू सिक्न सक्छौँ। हेर्नुहोस् न यहाँ कस्तो कस्तो सामानहरू बनिरहेको छ र यो हेर्दा हेर्दै बाँसको पन्यु, बाँसको अब टोकरीहरू होइन, विभिन्न सामानहरू के हेर्नुहोस् न कस्तो मजाले। अब त्यस्तो धेरै ठुलो एकदम अत्याधुनिक त्यो प्रविधिहरू पनि प्रयोग भएको छैन कि आफ्नै गाउँघरमा पाइने सामानहरू, चक्कु, कैँची, छुरा यस्तै यस्तै प्रयोगबाट हेर्नुहोस् न कति मजाले यस्ता यस्ता सामानहरू बन्दो रहेछ। तर मात्र कमी के छ भन्दा हामीले सिक्नुपर्ने कमी छ। र तपाईँ हामी हेर्दै जाँदाखेरि हेर्नुहोस् न कति मजाले के एकदम कुनै ठुलो प्रविधि प्रयोग भएकै छैन कि एकदम सामान्य हामीले घरमा हामी आफ्नै चाहिँ हाम्रो चाहिँ लोकल स्तरमा हाम्रै कालीगरहरूले पाइ बनाउने हात हतियारबाट पनि मेसिनबाट पनि बनाउन सक्ने टोकरी, ढक्की, यो बाँस चिर्ने स्टाइलहरू, बाँसको सामग्रीहरू, बाँसको आहा कुरा के गर्ने भने कि कुरा गरेर साध्य छैन। हामीसँग बाँसहरू यति छन् प्रशस्त, तर सबै खेरा गइरहेको छ धेरै जसो है। केही त प्रयोग पनि भएको छ, तर धेरै जसो हाम्रो गाउँठाउँमा छ कि यस्ता चिजहरू ल्याइहेर्नुहोस् त केही खेरा फाल्नु नपर्ने के त्यसको हरेक चिजबाट सामान बन्ने। ल्याइहेर्नुहोस् त त्यसको त्यो तलको जरालाई काटकुट गरेर मोडिफाई गरेर कस्तो मजाको चाहिँ त्यो बनाओ। फेरि यसलाई बाँसलाई फेरि चिरेर त्यसलाई फेरि चाहिँ त्यो पुरा बुनेर हेर्नुहोस् न यसलाई के बन्दैछ हेर्नु त। कति धेरै कुराहरू चाहिँ कस्तो हेर्दै मनमोहक आनन्द आउने चिजहरू बनेको छ कि है। अब यस्तो भिडियोहरू चाहिँ कस्तो हुन्छ भने कति कुराहरू अब ट्रेनिङ सेन्टर भन्छौँ हामी होइन, युट्युबहरूमा हामी अहिलेको सोसियल मिडियाहरूलाई प्रयोग गरेर के बनाउन सकिन्छ त्यो सबै सिक्न सक्छौँ क्या हामीले। हेर्नुहोस् त कति सजिलो बन्दो रहेछ। हो देख्दा सजिलो छ, गर्न गाह्रो हुन्छ, तर पनि जब तपाईँले गर्न सुरु गर्नुहुन्छ, जब हामीले गर्न सुरु गर्छौँ तब यसबाट बिस्तारै हाम्रो हातमा त्यो किसिमको शक्ति आउँछ, हाम्रो दिमागमा त्यो किसिमको सोच आउँछ। जसरी अहिले यहाँ दाजुहरूले बनाइरहनु भएको छ। ल्या हेर्नु के हो स्टाइल के फुटबल बनाइदिनु भयो ल। हो आमा सेम टु सेम फुटबल ल। खेल्न त त्यस्तै हो, तर सजाएर राख्नुलाई त वाउ 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 यस्तो चिजहरू आमा मन लोभ्एर आउँछ है। मन लोभ्एर आउँछ यस्तो चिजहरू हामीले बनाउनु पर्छ जस्तो लाग्छ। तपाईँ हामी सबै मिलेर यस्ता कुराहरूमा ध्यान दिउँ। अनावश्यक बकवास कुराहरू गरेर काम छैन। कसैले के गर्यो उसले के गर्यो भनेर काम छैन। हामी सबै मिलेर चाहिँ के भन्छ श्रममुखी, त्यसपछि गएर त्यो एकअर्कालाई चाहिँ सिकाउने, सहयोग गर्ने भावना, सहयोगमुखी भएर हामी अगाडि बढ्नुपर्छ। हामी नेपालीमा त्यो गुण प्रशस्त छ के। हामी कसैको यो झोले झाम्टे लाम्टे भएर बस्ने मान्छे नै होइनौँ। यो विभिन्न परिस्थिति भन्छ नि परिवेश यो चाहिँ परि आएको यो समय, यो नेताहरूले बिगारेको चाहिँ के भने जस्तो पछि लाछौँ गरेका छौँ यिनीहरूले गरेर